फिर्के लगाउँदा यहाँ के गरी बसेको? हैन यो दालमा पो लगाऊ भनेको त फिर्के। तास पो फिर्के लाउँछौ त। दालमा लगाऊ। हौ भन्नु पो जान्नु पर्छ त। भन्नै जान्दैन अनि आफू पुताली जस्तो उडी बस्छ। हुनु पनि दिनरात तास खेल्छ। यसो राम्रो कामहरु गर्नु नि। तास मात्रै खेल्छ। हेर बुढी यो प्यार 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 गर्दै गरेको हाँसको जस्तो थुतुना छ नि अनि त्यो डायनको जस्तो चपराले जुन चाहिँ चारो चपाउँदैछस् नि त्यो चारो चाहिँ नि यो तासले गर्दा चबाउनु पाएको नि फेरि तैँले। होला होला कुन दिन यो मान्छेले मलाई पनि दाउमा हाल्छ होला। अहिले होइन अलिक पछि लाउँछु। ए भनेपछि हाल्छौ मलाई? हाल्छौ? एकाट्रा लाओस् न अन्त पो हाल्नु पनि मजा आउँछ त। के अरे? लौ लुसो पैसा यहाँ यहाँ छोड यहाँ मेरो कार्ड थिएन पहिला यहाँ बल्ल बल्ल फ्लासाको खिच्यो फेरि यसले नै। आज चाहिँ यसकै भयो पैसा डल्लै। आज यसले कसको अनुहार हेरेर आएको थियो कुनी कसको हेर्छ र त्यही कहिले अनुहार नधुने त्यो पापर जस्तो फुलमा आएको त हेरेर आएको होला नि। अनुहार राम्रो होइन साथी सपना पनि राम्रो देखेर आएको त्यही भएर बाख्रा बेची बेची तँहरूसँग तास खेल्नु आएको। यसले त सपना देखेछ। ए भक्ते तैँले के देखिस्? के देख्नु र त्यो एउटा भनाइ छ नि खाए खा नखाए नखा। के ध्वासो लागेको बुढीको अनुहार हेरेर आयो जाने बेलामा गुड लक भन्नु छैन चिउरुवाको दाउराको झटारो हानेर। झट्टारो खाइदिए लुबार है बहिनीलाई त राम्रै खातिरदारी गर्नुभएछ त हो तपाईँले। पहिला लगेर जाँदाखेरि त राम्ररी देखेर लानु भएको होला त। अहिले चाहिँ के नराम्रो देख्नुभयो? के हेप्नु खोजेको तपाईँले हामीलाई? अर्का छोराछोरी यसरी लगेर कुटपिट गर्दा हुन्छ? के गर्नुभएको तपाईँले? राम्ररी देखेर लानु भएको होला पहिला त। हेर त त्यहाँनिर लिपस्टिक माग्ने माधव दिएको छ त। अहिले चाहिँ के नराम्ररी देख्नुभयो? यसरी कुट्नु पाइन्छ? लगे दाजु लगे मैले राम्रै नै देखेर लगे तर रियल भएन दाजु। इन्स्टाग्राममा मात्रै राम्री रहेछ बहिनी फिल्टरले गर्दा क्या। त्यो पनि अन्धेरोमा बिहा गरेको तपाईँको बहिनीलाई बिहा त गरे भोलि बिहान उठे हेरे है ओरेन छोरेन यसरी खोलेर बहिनी हेरे कि राम्रै सूर्यग्रहण लागेको जस्तो रहेछ बहिनी त। सेतो अनि कालो हाफ सूर्यग्रहण। सेतो के भनेर सोच्छ त्यो दाग मात्रै रहेछ। निधार 7 सेन्टिमिटर बाहिर निक्लेको तपाईँको बहिनीको बुद्धि छैन। अनि कसरी अनि चुर्छु नि लिपस्टिकमा छैन मुन्टो नै बाङ्गिने तालिदिन्छु। बेहोराम छैन। हेर्नुहोस् दाजु भनिदिनुहोस् तपाईँको बहिनीलाई आफूदेखि नझुकाओस् भनेर। मेरो मम लिम्बूकै छोरा हो नि। के अरे चाहिँ के महिना के अरे होइन होइन भएकै कुरा गरेको दादा। खातिरदारी त राम्रो होस् है मलाई पनि गर्नु चाहिँ। होइन अहिलेलाई चाहिँ लाँदै गर्छु कि बहिनीलाई त राम्रै सिकाउनु भएछ खातिरदारी गर्नु। अहिलेलाई चाहिँ लाँदै गर्छु बादमा चाहिँ नझुकाओस् अरे भनिदिनुहोस् न। म फेरि राम्रो हो नि खातिरदारी। होइन 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 माफ गर्थेँ बेकार छ बेकार छ। लास्ट सम्झाउँछु लास्ट वार्निङ जोइ अब पनि बहिनी एक्लै आयो भने चाहिँ जोइ राम्रो हुँदैन है। होइन त्यो त के हुनुहुन्छ सँगै जाने सँगै गरी खाने सँगै आउने हो। खाने खाने सँगै गरी खाने कि तर झुकायो नि त दादा झुकायो नि त यसले। झुक्काइ भएर त्यसो गर्नुहुन्छ? होइन जस्तो भयो भने के हो? अन्नाले गरी खानु दिन्छ? कहाँ गरी खानु दिन्छ
अलिअलि खानु दिन्छ कि दिँदैन 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 हुरुक्क लगेर जानु। हजुर त्यही हात र अब खुट्टा नेक्स्ट टाइम दिन चाहिँ बहिनी एक्लै आउनु भएन जोइ हुन्छ हुन्छ सँगै आउँछु त्यही हो कि दाजु जे होस् हात र खुट्टा चाहिँ नबाच्योस् भन्छु त्यो भाँच्यो नि फेरि कसरी गरी खानु है अलिक बिस्तारै नानी रुन्दैछ हजुर हजुर चुप 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 हुन्छ दादा गयो ल लास्ट वार्निङ है जोइ ए हुन्छ तपाईँ सिट पक्रि मुतेर आइहाल्छु ल पक्रियो त्यहाँ बेगहरू मलाई दिइबस्छ कस्तो मैलै सरीको बेग दिएको अलिक सफा हुनुपर्छ नि अलिक राम्रो ब्रान्डेड दिनुपर्छ नि हो त भाइ खोइ बेगले त के हो चित्रे त आम्मा मान्छेहरू यस्तो ब्रान्डेड ब्रान्डेड ज्याकेट लाउँछस् यस्तो दामी दामी लुगा लाउँछस् चाँदी यहाँ सुन रातमा गिजापट्टि सुन हिरा हिरा भएको लुगा लाउँछस् बेग त अलिक राम्रो बोक्न के झुम्रो जस्तो बेग बोकेको किन अब पर्फ्युमहरू छ अरे त्यो बेगको भ्यालु तँलाई थाहै छैन भाइ घन्टाको भ्यालु किन लाग्दो बेग बोक्छ छैन नबोक्न भन्छु बेग चाहिँ लिएन बेग त फ्याल्छ मैले हँ फ्यालिदे कहाँ फ्यालिस् उहाँ भित्तामा फ्यालिदिएको छु यो बेग किन फ्यालेको अनि कति झुम्रो जस्तो बेग बोकेको कचोले मान्छेले सिगारे त छ्या 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 स्वाएन 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 न भाइ कलम चाहियो दे न मलिक मलिक यो बेग बोक्नुपर्छ मलिक मालिक म बोकिदिन्छु मालिक पर्दैन मालिक म बोकिदिन्छु नि पर्दैन पर्दैन अरे मालिक अरे मेरो मालिक मसँग नाच होइन मालिक ट्रिप क्यान्सल दुई भाइ खालि मालिक मालिक म बोकिदिन्छु मालिक हेलमेट म बोकिदिन्छु मालिक मालिक जाउँ मालिक आउनुहोस् मालिक यता बाटो मालिक यता बाटो यता यहाँ छ चुटके अघि चाहिँ मैला छ भने बेग फ्याली छैन बाटो यता छ मालिक मालिक मालिकलाई बाटो छोड् मालिकलाई बाटो छोड्छ मालिकलाई बाटो छोड्छ मालिक मालिक यहाँ छ यो मेरो हो दाजु मेरो यो स्कुटी हेलमेट हटाइदियो मालिकलाई यो मेरो स्कुटी हो दाजु मालिकको छैन मालिक यहाँ दाजुकै हो नि यो स्कुटी ए हुन्छ मालिकले म कुदाउनु अरे नि त ल मालिक कस्तो खाले दैलो बाहिर पो निकालिदिन् के हो यो दैलोलाई त के भएछ भाइ यो भएछ सघाइदेऊ न दैलो खोल्नु ल कस्तो खाले हौ कस्तो खाले दैलो चाबी हराएछ चाबी हराएछ नि जोडले पो लाग्यो त लाग्छ त हेरी पो बस्छ यो घर चाहिँ कसको हो काठको यो घर तिम्रो हो ह? यो घर हो तिम्रै हो भनेको मेरो त होइन कि क्या हो है मेरो त होइन रहेछ नि मेरो त यो घर मेरो अर्का घरको ल अस्ति लिपासँग 8,000 हरायो एकचोटि तेल चोरेछ नि त मेरो घर हो यो अर्का घरको ताला तोर्नु खोज्दो रहेछ साला होइन त्यो धङ्नामा थिएँ कि त्यही त चाबी त नहराउनु पर्ने भन्दैछु 8,000 ले लिपासँग 8,000 ले के को 8,000 हौ साला तोइ रहेछ अस्ति लिपासँग 8,000 त हराएको छ मेरो कहाँ चाबी नै हराएको छ यो मेरो घरको चाबी मेरोमा छ तेरो चाबी तेरो हातमा त्यसो त तिमीले नै चोर्यो होला नि अन्त मेरो घरको सामान तिमीले चोर्छौ? तिम्रो घरको सामान चाहिँ म चोर्यो चुत्यो भाइ कहाँबाट आएको तिमी कहाँको भन त म धरतीकै तिमी ए लु हिँड छिटो ढिलो भयो
ए हिँड्न छिटो ढिलो भयो भनेको सुनिनस् सुन्दैनस् भनेको यहाँलाई त खोइ सर तपाईँको चिठी आएको छ पढ्नुहोस् त छिटो हिँड्नु अनि यति कुराको लागि पनि चिठी लेख्नुपर्छ अन्त तपाईँले बोलाएकै सुन्नु भएन सर चिठी त काट्नु होला नि अनि यही आएर भनेको भए चाहिँ के हुन्थ्यो अनि अन्त त्यो चुत्याले त पनि बुझ्नु पर्यो नि मुखले भनेको अन्त यहीँ आएर चिठी काट्नु परेन अन्त लास्टमा भन्दैछु बोलाएको बुझ्दैनस् कतै लेखेको त बुझ्छस् कि भनेर लेखेर दिएको नि कि यो भएन कि समाजको त्यो के अरे त्यो चिठी लेख्ने हुन्छ नि अत्र पेपर त्यहाँ लेखेर दिनु तँलाई छिटो हिँड्न भाइ छिटो हिँड्न भने ढिलो भइसकिसक्यो कि हो त कस्तो खाले मान्छे बुझ्दैन रहेछ कानको सुन्दैन यो मान्छेले त के नेटवर्क छैन कि